हेलो हेलो गाइजहरू, आज चाहिँ चैताको 13 गते भइसक्यो। त्यही पनि आज पानी परेर कस्तो चिसो चिसो छ क्या गाइजहरू। अनि म चाहिँ गाउँबाट लिएर आएको मकै थियो, अनि त्यो मकै भुट्दैछु कि गाइजहरू। फेरि तपाईँहरूले चाहिँ यो फुल उठेको देखेर यो सहरकै मकै भन्नु होला, तर सहरमा पनि आउने भने गाउँबाटै हो होइन। तर यो चाहिँ गाउँबाट पठाएको अर्गानिक मुरली मकै हो क्या गाइजहरू। अनि मकै भुटेको पनि भनिरहनु पर्छ र सबै कुरो सामाजिक सञ्जालमा देखाइरहनु पर्छ र भन्नु होला होइन। सबै कुरो सामाजिक सञ्जालमा देखाउनु पर्दैन, मलाई पनि देखाएको मन पर्दैन। सामाजिक सञ्जालमा हरेक चिज देखाउनु पर्छ भन्ने कुरो छैन क्या। मैले खासमा भन्न खोजेको कुरो के हो भने राम्रोसँग ध्यान दिएर सुन्नुहोस् गाइजहरू होइन। मकै भुट्दा भुट्दा मलाई एउटा कुरो सोच आयो क्या। ऊ बेलामा चाहिँ गाउँघरमा मकै खाने, ढेँडो खाने, गुन्द्रुक खाने, कोदोको ढेँडो खानेहरूलाई चाहिँ गाउँले होइन पाखे गरिब यस्तो यस्तो भनेर यस्तो नजरले हेर्थ्यो अरे क्या सहरका धनीहरूले होइन। अनि मैले भन्न खोजेको कुरो के भने, अनि ऊ बेला अरूलाई ढेँडो खाने, पाखे, गरिब, दुखी भनेर हेर्ने नजरले हेर्ने मान्छेहरूले अनि किन हो त नि आजभोलि गाउँ गाउँमा जाने, गुन्द्रुक खोज्ने, अर्गानिक गेडागुडी खोज्ने, अर्गानिक दालहरू खोज्ने, अर्गानिक तरकारीहरू खोज्ने, फापरको पिठो खोज्ने, कोदाको पिठो खोज्ने किन हो त नि। सहरमै यति लामा लामा चामल आउँछ त इन्डियातिर कता कताबाट हो, त्यही खाए हुन्न र। त्यही भन्नको लागि बनाएको क्या यो भिडियो चाहिँ। मैले आफ्नो इच्छा हो, पैसा तिरेर खाना जहाँ गएर जे गरेर नि पाइयो पाइन त होइन। पालो सबैको आउँछ, रोग भन्ने कुरो कसलाई लाग्छ कसलाई लाग्दैन भन्ने कुरो हो। कसैले कसैलाई हेपेर खसालेर चेपेर बोल्नुहुन्न भन्न खोज्या हो क्या गाइजहरू कि कसो।